नवलपुरको मध्यबिन्दु नगरपालिकाले गणित तथा विज्ञान प्रयोगशाला निर्माण गरेको छ। विद्यार्थीहरूलाई गणित तथा विज्ञान शिक्षा सहज हिसाबले प्रयोगात्मक रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले प्रयोगशाला निर्माण गरिएको हो। गणित तथा विज्ञान विषय विद्यार्थीहरूले बोझिलो रूपमा पढ्दै आएकोमा त्यसलाई सरलीकरण गराउँदै सहज रूपमा अध्यापन गराउन प्रयोगशालाको स्थापना गरिएको मध्यबिन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो। प्रयोगशालाको मङ्गलबार नगर प्रमुख अधिकारीले उद्घाटन गर्नुभएको छ। यो प्रयोगशाला आज हामीले उद्घाटन गरेका छौँ। हाम्रो शिक्षक, साइन्सको, म्याथको शिक्षक साथीहरू, विद्यालयका प्रधानाध्यापकहरू, सरकारवाला महानुभावहरूलाई निमन्त्रणा गरेर आज हामीले विज्ञान तथा गणित प्रयोगशालाको उद्घाटन गरेका छौँ। यसको महत्त्वको बारेमा यो विषयवस्तुले नै यसको महत्त्व प्रकाश पारिसकेको छ कि हामी नगरपालिकाभित्रका विद्यार्थीहरूलाई हामीले म्याथ जीवनसँग जोड्न चाहन्छौँ। प्र्याक्टिकली म्याथमेटिक्सलाई हामी अगाडि बढाउन चाहन्छौँ र साइन्सलाई पनि हामीले सोही हिसाबले प्र्याक्टिकली साइन्सका जति कुरालाई अगाडि बढाउनको निमित्त विद्यार्थीहरूलाई जसका कारणले अध्ययन गर्न सहज होस्। अहिले म्याथ र साइन्समा धेरै विद्यार्थीहरू अत्यन्तै बोझिलो ढङ्गले पढ्न परिरहेको अवस्थालाई मध्यनजर गरेर यसलाई सरलीकृत गर्ने कुरा, यसको बेसिक कुरा चाहिँ पत्ता लगाएपछि विद्यार्थीहरूलाई चाहिँ म्याथ सिक्न, साइन्स सिक्न, जान्न बिना कठिन, बिना झन्झट, बिना बोझिलो ढङ्गले विद्यार्थीहरूले चाहिँ विषयवस्तुहरू सिक्न सकुन् भन्ने उद्देश्यका साथ। र दोस्रो कुरा चाहिँ यो सबै विद्यालयहरूले अब यति ठुलो लगानीमा विद्यालयहरूले साइन्स र म्याथको ल्याब बनाउन सक्ने अवस्था पनि हुँदैन। हाम्रा जति पनि नगरभित्रका विद्यालयहरू चाहिँ छन् ती विद्यार्थीहरूलाई यही परिसरभित्र आएर म्याथको, साइन्सको ल्याब प्र्याक्टिकल गरेर यहाँको चाहिँ अध्ययन गरेर जान सक्ने यो चाहिँ एकदम सुनौलो अवसर हाम्रा विद्यार्थी भाइ बहिनीहरूले प्राप्त गर्नुभएको छ, जसलाई हामी शिक्षकहरूलाई पनि, म्याथको र साइन्सको शिक्षकहरूलाई यो विषयवस्तुको 4 दिनको चाहिँ हामीले तालिम प्रशिक्षण पनि हामीले दिइसकेका छौँ। हामीले यहाँको विद्यार्थीलाई मात्रै होइन, बाह्य क्षेत्रका हाम्रा छिमेकी नगरपालिकाका विद्यालयहरूलाई पनि हामीले चाहिँ निमन्त्रणा गर्नेछौँ र उहाँहरूले पनि यो मध्यबिन्दु नगरपालिकाको गणितको र विज्ञानको प्रयोगशालाबाट उहाँहरू लाभान्वित हुनुहुन्छ भन्ने कुरामा हामी विश्वास छौँ। एउटा शिक्षक विद्यालय व्यवस्थापन गरिरहेको एउटा प्रिन्सिपलको हिसाबले पनि विद्यार्थीहरूलाई समय सापेक्ष कसरी अगाडि बढाउने, कसरी चाहिँ जोड्ने भन्ने विषयमा स्वाभाविक रूपमा उटुटी दिँदै थियो। हामी त्यसपछि पनि अब नगर प्रमुख भइसकेपछि हामी शैक्षिक क्षेत्रमा सुधार गर्ने एउटा मेरो परिकल्पना पनि थियो। सोही अनुसार हामी दिल्ली भ्रमणमा पनि गयौँ। हाम्रो कृषि पाठ्यक्रम ह्याप्पिनेस करिकुलमको अध्ययन भ्रमणमा हाम्रो यहाँको शिक्षक साथीहरू प्राय सबै विद्यालयको प्रधानाध्यापकज्यूहरूलाई लिएर हामी चाहिँ त्यहाँ शैक्षिक भ्रमण गयौँ र त्यहाँको साइन्सको ल्याब हेरिसकेपछि मलाई पनि एउटा चाहिँ परिकल्पना त्यहाँ जाग्यो। मैले सरहरूसँग सल्लाह गरेँ, हामीले पनि नगरपालिकामा एउटा सेन्ट्रल चाहिँ ल्याब बनाउनुपर्छ, एउटा लाइब्रेरी बनाउनुपर्छ भनेर हामीले एउटा परिकल्पना बोकेर आयौँ र यो 2 वर्षमा, झन्डै 2 वर्षको बिचमा हामीले त्यो परिकल्पना चाहिँ आज हाम्रो परिकल्पना साकार भएको छ। हामीले यो ल्याब मात्रै होइन, मध्यबिन्दु नगरपालिकामा अब यो रिडर्सहरूलाई अगाडि बढाउने, पढ्नुपर्छ भन्ने मान्यतालाई बोक्ने, विकास गर्ने हिसाबले पनि राम्रै खालको, योभन्दा धेरै राम्रो खालको चाहिँ तपाईँको लाइब्रेरी पनि हामीले तयार गरेका छौँ। छिटै नै हामीले त्यो लाइब्रेरी भने त्यो लाइब्रेरीको पनि एउटा डिफ्रेन्ट तपाईँको भेराइटीको लाइब्रेरी हाम्रो त्यहाँ एग्रिकल्चरको पनि अध्ययन गर्न पाउँछौँ, हाम्रा विद्यार्थीहरूले अध्ययन गर्न पाउने, ज्येष्ठ नागरिकहरूले पाउने, बालबालिकाले अध्ययन गर्न पाउने, त्यहाँ आइसिटी ल्याबको पनि, आइटीको पनि तपाईँको चाहिँ अध्ययन गर्न पाउने यो खालको मोडेलमा हामीले अर्को लाइब्रेरी पनि हामीले निर्माण गरेका छौँ। त्यो चाहिँ हामी 1-2 महिनामा त्यसको चाहिँ फेरि उद्घाटन गर्ने हामी तयारीमा छौँ। यो चाहिँ 4 दिनको बसाइमा हाम्रो सरमान प्रणालीमा अझै धेरै होला, त्यहाँ बाहिर बाँकी छ। यो चाहिँ एरिया बोर्ड हो। यसको प्रयोग गरेर हामीले हाम्रो बाबु नानीहरूलाई, स्पेसली 10 क्लासमा पढ्ने बाबु नानीहरूलाई चाहिँ एरिया अफ दि प्यालोग्रामर इक्वल इफ दे आर स्टडी अन द सेम बेस एन्ड बिट्विन द सेम प्यारालाइन भन्ने कन्सेप्टहरू प्र्याक्टिकली हामी यहाँबाट बुझाउन सक्छौँ। अनि अर्को कुरा चाहिँ यहाँनिर छ, हामीले साथीहरूले एकदम मेहनत गर्नुभएको छ, यति राम्रो बनाउनु भएको छ।
त्यो हेर्दै हेरौँ लाग्छ हामीलाई जान मन लाग्दैन आज हामीलाई गर्न यो चाहिँ के हो त भन्दा यो कोनको नेट हो कि होइन हाम्रो बाबुआमाले कोन भने के हो हामी सर्फेस एरिया अफ द कोन एन्ड भोल्युम अफ कोन टिएससी अफ द कोन भनेर पढाउँछौँ तर बच्चाले एक्ज्याक्टली त्यो कसरी बनेको हुन्छ त्यो फलना कसरी आयो भन्ने कुरा देखेको हुँदैन कि त्यसो भएको कारणले गर्दा हाम्रो बाबुआमाहरूलाई म्याथमेटिक्स के लाग्छ अलिअलि गाह्रो लाग्छ धेरै लाग्छ बाबुआमाले यसरी नेट कोनको नेट बनाएको यसरी तान्नुहुन्छ अनि यसरी के देखिन्छ त एक्ज्याक्टली यसरी कोन बनेको देखिन्छ त्यसै गरी अब यहाँ सबै सोलिड अब्जेक्टहरू छ यो सबैको बारेमा मैले भन्न लाग्यो भने आज हामी यहीँ बस्नुपर्छ त्यसो भएर मैले हजुरलाई यहीँ समाप्त गरेँ ठिक अब यो अर्को यस्तो राम्रो छ यस्तो फ्यान्टास्टिक छ यहाँ बनाउने साथीहरूको नाम पनि छ कि होइन अब यो चाहिँ अब हामीले के सिकाउने त बाबुनानीहरूलाई एङ्गलको कन्सेप्ट सिकाउने कि हामी भन्छ नि बाबुनाले कुनै पनि एङ्गलको भ्यालु एक्ज्याक्टली 0 डिग्री भयो भने के हुन्छ भन्नुहोस् त हामीलाई थाहा छैन भन्नु कि एक्युट एङ्गल अब 10 डिग्री भयो भने के भयो एक्युट 20 हुँदा 30 40 50 60 70 80 90 89 सम्म हुँदा एक्युट हो कि एक्ज्याक्टली 90 हुँदा के भयो त राइट एङ्गल भयो एन्ड 91 हुँदाखेरि के भयो त अफ्युज हुँदै गयो 180 गएपछि के भयो राइट 180बाट गेट हुँदै गयो रिफ्लेक्स हुँदै एक्ज्याक्टली 360 र 0 मा आयो भने यो के हुन्छ कम्प्लिट टर्न हुन्छ भन्ने कुरा सिकाउनु पर्छ ओके अब यसको नाम हो सर्कुलर बोर्ड हेर्दै हेर्नुहोस् कस्तो राम्रो छ ल यसको प्रयोग गरेर हामीले हाम्रो बाबुनानीले सर्कल भनेको के रहेछ भनेर सिकाउने सेन्टर भनेको के हो रेडियस भनेको के हो डायमिटर भनेको के हो यी सबै कुरा सर्कलको बेसिक टर्मिनोलोजीहरू सिकाउने नम्बर 1 त्यसपछि तपाईले 10 क्लासमा पढाउने थ्योरम छ नि सेन्टर एंगल इज डबल देन द सर्कम्फरेन्स एंगल इफ दे आर स्टाइलिङ द सेम सेगमेन्ट अर आर्क अफ सर्कल भन्ने कुरा बाबुनानीले यसरी मेजर गरेर हेर्छ अनि त्यो कुरा त उनीहरूले व्हाइट बोर्डमा हेर्छ तर यहाँ चाहिँ के हुन्छ भन्दा उनीहरूले यसलाई चाहिँ यहाँ हुँदा मात्र होइन यहाँ हुँदा पनि सेम प्रपर्टी होल्ड गर्छ भन्ने कुरा चाहिँ बच्चाले देख्नुभयो कि